गाबर हेर्दै यिनीहरू दुइटा पनि छन्। आज चाहिँ घाम लाग्दैन भनेको घाम लागिरह। अटोवाला दाइ हुन्छ यहाँ। चौरा कस्तो राम्रो छ आँखा। हेर गाइस कस्तो राम्रो छ आँखा। त्यहाँ जानु पाए कस्तो हुन्छ होला है। कस्तो राम्रो राम्रो ठाउँ देखाइरहेको छ। गाबर होमस्टे कुञ्ज गाबर भ्याली समुदाय। यस्तो हामी अरू 5 स्टारमा जान्छौँ, हामी त यस्तै स्टारमा जान्छौँ। हम त यही के चाहिए, बाख्रा चाहिए कि कुखुरा चाहिए कि हाँस चाहिए, पानी चाहिए कि क्या चाहिए हिँड्नलाई। हामी आइसक्यौँ गाबर। हामी यस्तो हुन्छ हिउँदी कमाउनु थार चाहियो पनि छ। कटर चाहियो पनि सम्पर्क गर्नुलाई। यस्तो हिँडिरहनु मान्छेहरू भिडियो गराउनु नदिएको। लाल परी सब्सक्राइब गरिदिनु ल भन्नु त। घुमेर भिडियो गराउने धेरै हुन्छ। यी परिहरू यस्तरी घुमिरहनु। यस्तो राम्रो ठाउँ छ। हजुरहरूलाई आउन मन लाग्छ भने आउनु होला। पुराना डिजाइनका सामानहरू पाइन्छ यहाँ। गाइस देख्नुहुन्छ यस्तो राम्रो डिजाइन पुराना हजुरहरूलाई चाहिँ हेर्न मन छ भने कहाँ आउनु? गाबर आउनु। सबले होला नि नै यस्तो राम्रो छ। यस्तो हुन्छ देख्न सक्नुहुन्छ कस्ता यस्तो पनि छ है। यस्तो राम्रो टक्क पारेर यस्तरी भिडियो चलिरह। टिकटक देख्न सक्नुहुन्छ। ए टिकटक स्टारहरू कस्तो राम्रो भ्यू देखिन्छ यहाँबाट। हेर्नु न आहाई यस्तो राम्रो छ। हजुरहरूलाई होमस्टे बस्नु चाहिएमा आउन सक्नुहुन्छ। हुन्छ कस्तो राम्रो छ क्या आज मौसम। त्यहाँ के फलेर म चाहिँ घाम भएर यस्तरी बसिरहेको छु। गाइस के कस्तो लाग्छ मेरो भिडियोमा लाइक कमेन्ट गरिदिनु होला। यस्तो राम्रो छ। फाइनली गाइस हामीले चाहिँ खाइ बसी घुमी। हामी त छोराछोरी ल्याउनु जानुपर्छ, त्यही भएर अलिअलि भिडियो गराएर अब चाहिँ हामी लाग्यौँ घरतिर। के कस्तो लाग्छ हजुरहरूले लाइक